वैशाख 3 गते बिहीबार मिथुन र कर्कट राशिको खुल्यो भाग्य, नहेरे पछुताउनुहोला। नमस्कार दर्शकवृन्द, भाग्यको प्रतिबिम्ब देखाउने तपाईको आफ्नै च्यानल भाग्य बिम्बमा यहाँहरूलाई हार्दिक स्वागत छ। दर्शकवृन्द, आज हामी विक्रम सम्वत 2083 साल वैशाख 3 गते बिहीबारको दैनिक राशिफल लिएर उपस्थित भएका छौं। भगवान श्री हरि विष्णु र देवगुरु बृहस्पतिको कृपाले तपाईको दिन कस्तो रहनेछ? आउनुहोस्, आज हामी विशेष गरी मिथुन र कर्कट राशिको भाग्यफल र केही महत्त्वपूर्ण उपायहरूबारे कुरा गर्नेछौं। भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला र भगवान विष्णुको कृपा प्राप्त गर्न कमेन्टमा ओम नमो भगवते वासुदेवाय लेख्न नभुल्नुहोला। 1. मिथुन राशि। सुरुवात गरौँ मिथुन राशिबाट। मिथुन राशिका जातकहरूका लागि वैशाख 3 गते बिहीबारको दिन अत्यन्तै शुभ र सफलताले भरिपूर्ण रहनेछ। शिक्षा, रोजगारी र सफलता। तपाईलाई प्रतिस्पर्धाको क्षेत्रमा शानदार विजय हासिल हुनेछ। यदि तपाईँ कुनै सरकारी परीक्षाको तयारी गर्दै हुनुहुन्छ वा नतिजाको पर्खाइमा हुनुहुन्छ भने अचानक कुनै ठूलो खुसीको खबर सुन्न पाइनेछ। लामो समयदेखि तपाईले जुन कुराको प्रतीक्षा गरिरहनु भएको थियो त्यो प्रतीक्षा अब सकिनेछ। तपाईले विगतमा गरेको कडा मेहनतको फल निकै राम्रो र सफल रूपमा प्राप्त हुनेछ। अझ विशेष गरी सुरक्षा निकाय, नेपाल प्रहरी, सेना वा अन्य सुरक्षा क्षेत्रमा प्रयास गरिरहनुभएका वा कार्यरत मिथुन राशिका जातकहरूका लागि यो समय एकदमै फाप्ने र शक्तिशाली देखिन्छ। पारिवारिक र प्रेम सम्बन्ध। परिवारमा खुशियाली छाउनेछ र तपाईको सफलताले परिवारका सदस्यहरू पनि गर्वित हुनेछन्। शुभ रङ र अङ्क। तपाईको लागि शुभ रङ हरियो र पहेँलो रहनेछ भने शुभ अङ्क 5 रहेको छ। उपाय। यो सकारात्मक ऊर्जालाई कायम राख्न बिहीबारको दिन भगवान विष्णुलाई पहेँलो फूल वा बेसनको लड्डु चढाउनुहोला। दिन झनै मङ्गलमय बित्नेछ। 2. कर्कट राशि। अब कुरा गरौँ कर्कट राशिको। कर्कट राशिका व्यक्तिहरू स्वभावैले निकै भावुक र दयालु हुनुहुन्छ। वैशाख 3 गतेको दिन तपाईको लागि आर्थिक र करियरको दृष्टिकोणले निकै शुभ सङ्केत देखिन्छ। व्यापार र रोजगारी। तपाईको पराक्रम बढ्नेछ। जागिरमा हुनुहुन्छ भने हाकिम वा सहकर्मीबाट तारिफ पाउनुहुनेछ। विशेष गरी सैन्य तथा सुरक्षा निकायसँग जोडिएका वा यस क्षेत्रमा भर्नाको तयारी गरिरहेका कर्कट राशिका जातकहरूका लागि यो दिन एकदमै बबाल अर्थात् अत्यन्तै शानदार रहनेछ। तपाईका रोकिएका काम बन्नेछन् र कतै पैसा फसेको थियो भने पनि उठ्ने प्रबल सम्भावना छ। पारिवारिक र प्रेम सम्बन्ध। भावनामा बगेर कुनै पनि निर्णय नलिनुहोला। ससाना कुरामा रिस उठ्न सक्छ, त्यसैले आफ्नो बोलीमा अलिकति नियन्त्रण राख्नुहोला। परिवारका ज्येष्ठ सदस्यको आशीर्वाद लिएर मात्र घरबाट निस्कनुहोला। स्वास्थ्य। खानपानमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। पेट सम्बन्धी सामान्य समस्याले सताउन सक्छ, त्यसैले बाहिरको खानेकुरा सकेसम्म बार्नुहोला। शुभ रङ र अङ्क। तपाईको लागि शुभ रङ सेतो वा सिल्भर रहनेछ भने शुभ अङ्क 2 रहेको छ। उपाय। मनमा शान्ति कायम राख्न भगवान शिवको दर्शन गर्नुहोला वा घरमै ओम नमः शिवाय मन्त्रको 108 पटक जप गर्नुहोला। दर्शकवृन्द, यो थियो मिथुन र कर्कट राशिको वैशाख 3 गतेको दैनिक भाग्यफल। ग्रह गोचरले जे जस्तो फल दिए पनि तपाईको सकारात्मक सोच र इमान्दार कर्मले भाग्यलाई बदल्न सक्छ भन्ने कुरा सधैँ याद राख्नुहोला। तपाईको दिन शुभ र मङ्गलमय रहोस्। भोलि फेरि नयाँ राशिफल लिएर उपस्थित हुने नै छु। च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईको आफ्नै च्यानल भाग्य बिम्बलाई सब्स्क्राइब गरेर सँगै रहेको घण्टी दबाउन नभुल्नुहोला। हजुरको दिन शुभ रहोस्। जय श्रीराम।